बधाई छ नेपाली टिमलाई, फ्याट गेम जित्दै छ। अब वर्ल्ड कपमा क्वालिफायर भएर वर्ल्ड कप पनि जित्नु पर्यो क्या। हिजोको खेल 10 ओभरसम्म चाहिँ खोइ खासै आश देखेको थिइनँ मैले, तर पनि खेल नेपालले जित्यो क्या, जित्यो। 10 ओभरमा पनि धेरै रन हानिसकेको थियो कतारको खेलाडीहरूले। हाम्रो कप्तान के भएको हो? कप्तानले नि ब्याटर हो कि बलर हो? बलरलाई चाहिँ बल नदिएर कप्तान आफैले बलिङ गरे 10 ओभरसम्म 3 चोटि कि 4 चोटि बलिङ गर्यो कप्तानले। के गर्नु? चान्स दिनु पर्यो क्या, चान्स दिनु पर्यो बलरलाई पनि। ब्याटर जति सबै बलिङमा जोड गर्छन् त हिजो आज। फेरि बलरहरूले फेरि खतरा देखाइदिन्छ, फेरि ब्याटिङको जादु। सोमपाल कामीको छक्का हिजो कस्तो लाग्यो तपाईँहरूलाई? मलाई चाहिँ एकदम बवाल लाग्यो। त्यही भएर अलिक कप्तानले अलि राम्रोसँग खेलाउनु पर्यो गेम। भएन यस्तो कप्तान आफै मैलाउ गरेर भएन है कप्तान। गेम हिजो झन्झनै हारेको गेम हो, जित्यो। T20 हो क्या, जे पनि हुनसक्छ। बधाई छ नेपाली टिमलाई।